हेलो साथीहरू, वेलकम ब्याक टु आवर ब्लग। आज हामीहरू वर्ल्डको क्लिनेस्ट एयर पाउने ठाउँमा छौँ। दिस इज ताजमेनिया। हामीहरू अहिले चाहिँ एउटा टाउनमा छ। यो टाउनको नाम चाहिँ डेभनपोर्ट हो। यो टाउनलाई पनि के भन्छ, गेटवे टु ताजमेनिया भन्छ। अनि यो टाउनले चाहिँ 2024 मा अस्ट्रेलियाको टप टुरिज्म स्पटको अवार्ड पनि जित्या हो। दिस इज अ गाइड इफ यु वान्ट टु ट्राभल फ्रम डेभनपोर्ट टु होबार्ट, सो वाच दिस भिडियो। अब हाम्रो प्लान भनेको चाहिँ डेभनपोर्टबाट होबार्टसम्म जाने हो। बिचबिचमा हामी ट्यामर भ्याली, अब लन्चेस्टन, विभिन्न ठाउँहरू कहाँ कहाँ छ घुमेर गइन्छ। भ्याएसम्म मिलेसम्म बेलुका पुग्ने गरेर जाने हो। अब हेरौँ कहाँ कहाँ पुगिन्छ। अहिले डेभनपोर्टमा छौँ, वेदर पनि राम्रो छ। लेट्स गो। गाइज, हामीहरू भर्खर एस्को फ्याक्ट्रीबाट फर्क्यौँ। दिस इज चिज केक फ्याक्ट्री। आज मैले लाइफको सबभन्दा बेस्ट चिज केक विथ ब्लुबेरिज अनि विप क्रिम अनि त्यसपछि जेलाटो खाएँ। द्याट वाज रियली डिलिसियस। चाहिँ डेलोरेन आइपुग्यो। यो डेभनपोर्ट टु होबार्ट जाने बाटोको चाहिँ बिचमा पर्छ। सानो टाउन हो, ब्युटिफुल प्लेस हो। त्यस्तो खास त केही पनि छैन यहाँ। क्याफेहरू छ होइन, तर बिच बाटोमा भएको भएर ओर्लिएर हेऱ्यो, भ्यूहरू देखाइदिनु त यस्तो राम्रो छ। अहिले लन्चेस्टनबाट 15 किलोमिटर यता डेभनपोर्टपट्टि एउटा ग्रिन्डेल वाल भन्ने ठाउँमा आइपुगेका छौँ। यो ठाउँलाई चाहिँ स्विस भिलेज पनि भन्छ अथवा ट्यामर भ्याली पनि भन्छ।
स्विजरल्यान्डको एल्पाइन भिलेजलाई चाहिँ रिजेम्बल गर्नको लागि त्यसरी नै डचहरूले चाहिँ 1980s मा यहाँ तास्मेनिया आएको बेलामा बनाएको ठाउँ रहेछ। हेर्दाखेरि एल्पाइन फरेस्टहरू जस्तै ठाउँहरू छ, रुखहरू सबै एल्पाइन फरेस्ट हो, स्विजरल्यान्डको जस्तै छ एरिया सबै। यहाँ त्यो सानो भिलेज छ, अहिले सबै स्विजरल्यान्ड जस्तै आर्किटेक्चरले बनाएको घरहरू छ, भित्र सपिङ सेन्टर स्टाइल्स। अनि आएर बाहिर एउटा पोलो खेल्ने गल्फ खेल्ने ठाउँ बनाइदिएको छ, मान्छेहरूले गल्फ हानेर पानीमा फाल्छन्, टार्गेट गर्न मिल्छ। ओभरअलमा ठाउँ चाहिँ रमाइलो छ, लन्चेस्टनबाट धेरै टाढा छैन, डेभनपोर्टबाट चाहिँ अलिकति टाइम नै लगाएर आउनुपर्छ। तर यो पाथमा पर्दाखेरि, यो बाटोमा पर्दाखेरि चाहिँ छिर्नै पर्ने ठाउँ हो। त्यो एउटा कुरा चाहिँ अचम्म के लाग्छ भन्दाखेरि स्विस भ्याली मैले कतिवटा ठाउँमा गएर स्विस भ्याली चाहिँ देखिसकेको छु होइन। तर एउटा कुरा चाहिँ के भन्दाखेरि जे पनि स्विजरल्यान्डको चाहिँ कपी गर्नु खोज्ने रहेछ कि, त्यही भएर स्विजरल्यान्ड चाहिँ लास्ट बवाल रहेछ भन्ने मैले कुरा थाहा पाइसकेँ होइन। अनि त्यही भएर म चाहिँ स्विजरल्यान्ड 100% जान्छु। त्यतिखेरसम्म भ्लग बनाइराख्यो भने चाहिँ तपाईँहरूलाई चाहिँ 100% ल्याउँछु मैले। तास्मेनिया भएको 3टा बिग सिटिज मध्ये एउटा सेकेन्ड लार्जेस्ट सिटी लन्चेस्टन। यहाँ चाहिँ नेचुरल ब्युटी, कफी कल्चर, हेरिटेज बिल्डिङ्सहरू एकदम राम्रो छ। पछाडि बिल्डिङ्सहरू देखिन्छ पहाडमा, उपत्यका जस्तो ठाउँ छ, चारैतिर पहाडले घेरेको छ। यहाँ तपाईँले हिलमा घरै घरहरू देख्नुहुन्छ। त्यहाँ त्यो हेर्दाखेरि मलाई एकदम नेपालको सम्झना आइसक्यो।
Welcome, bro. Kids. Welcome. Welcome guys. Welcome to Hobart. So आजको हाम्रो यात्रा चाहिँ होबार्टको सिटी नजिकको प्लेसेसहरूमा हुन्छ होइन राइट। त्यस पछाडि चाहिँ हामी फेरि फर्केर के छ आजको बेलुकाको चाहिँ सिटी लाइटै हेर्नु जान्छ होइन। आज अब न्यु इयर भोलि न्यु इयरको लागि सिटी लाइट फायर। ल साथीहरू, मेरो साथी प्रताप चाहिँ होबार्टमै बस्छ। अनि अब अहिले चाहिँ काममा जानु लाग्यो, हामीहरू चाहिँ घुम्न जानु लाग्यो। काम फर्स्ट अस्ट्रेलियामा आइसकेपछि त्यही त हो। लामो ट्राभल हामी त तपाईँहरूलाई थाहा छ कहाँ पुगेर आयौँ। होबार्ट आउँदाखेरि बेलुका 7:30-8 बजेको थियो। साथीकोमा गयौँ, रेस्ट गऱ्यौँ, खानासाना खायौँ, सुत्यौँ। अनि आज अर्ली मर्निङ फ्रेस स्टार्टसँग मोस्ट सदर्न पार्टमा आउँदाखेरि मलाई अहिले एकदम रमाइलो लागिरहेको यो ठाउँ हेरेर। यो हेर्नु, यो ब्रिज, यो चाहिँ हामी होबार्टको ताजमेनिया ब्रिज लुकआउटमा आएको छौँ। यता पनि एकदम हामी जस्तो इन्जिनियरले बनाऊ भन्ने हुन्छ, त्यो अनुसारले अझै खुसी लाग्छ। अहिले चाहिँ हामी होबार्टको वाटरफ्रन्टमा छौँ। घुमघाम हुँदैछ हाम्रो, घुम्दैछौँ। केलिस्केप पुगेका थियौँ हामी, त्यहाँबाट यस्तो एरिया रहेछ, भिडियोमा पनि हालेको छु मैले। त्यहाँ पुरै मलाई बसन्तपुर अनि बौद्धको मिक्स भाइब्स आएको कि कस्तो राम्रो, कस्तो सफा। अब त्यहाँको एक दुईवटा मार्केटमा पनि पस्छौँ होला भने। एन्ड अहिले चाहिँ अब वाटरफ्रन्टमा छौँ। अब फायर वर्क्स हुन्छ बेलुका यतै। ठाउँ चाहिँ साह्रै विन्डी, त्यही भएर ज्याकेटै लगाएर आउनुपर्दो रहेछ। होबार्ट आउँदाखेरि चाहिँ घाम लागे पनि एउटा पातल खाले ज्याकेट चाहिँ बोकिराख्नु होला।
गऱ्यो भने आउँदैन कि के छ त कस्तो लागिरहेको त ड्राइभिङ एक्सपिरियन्स भनिदिनु पर्यो प्रताप वान अफ द बेस्ट ड्राइभिङ एक्सपिरियन्स अब हिल्ली एरियामा ड्राइभ गर्दाखेरि अलिक केयरफुल हुनु पऱ्यो होइन बादलको माथिपट्टि टक्क अहिले चाहिँ हामी ठ्याक्क होवार्डलाई चाहिँ बादलले हामीबाट छेकिरहेको छ अब एकछिनमा बादल टक्क फ्लाइ भएपछि चाहिँ हामी पुरा होवार्डलाई एकदम मजाले हेर्छौँ माथि गएर 4 मिनट्स टु गो समिट पुग्नलाई 4 मिनट्स कङ्क्रिट हो कि प्लास्टिक हो प्लास्टिक जस्तो छ धुवाको जस्तो के बादलमाथि ल साथीहरू मसँग मेरो एकजना साथी छन् प्रताप उनले चाहिँ एबोरिजिनलहरूको ल्याङ्ग्वेज पनि बोल्न जाने तपाईँहरूको लागि एउटा सानो पोयम साथी प्लिज हुन्दरला हक्का सन्दरवाला मिलायथन निका मिलायथन मना मिलायथन निका मकाउला पकाना मपाली करपाला मिलायथन निका तिरिपल्ली त्रिचिपल्ली यज्ञ परतक वेणुगोपाल अय्यर ल आज हामीहरू माउन्ट वेलिङटन आयो भने आजको डे सनी देखाए पनि यहाँ चाहिँ एकदम कुहिरो लागिरह अब यसले गर्दाखेरि अब जुन हामी भ्यू हेर्छौँ होबाट ओभरअल सिटी फ्रम माउन्ट वेलिङटन भन्ने थियो त्यो चाहिँ अलिकति पोसिबल नहोला जस्तो छ तर नेचरले हामीलाई साथ दिनुभयो भने चाहिँ विल डेफिनेटली सी इट साउन्ड कुहिरोले सेतै देखिएको छ guys, thanks for coming. Happy New Year once again. फेरि पनि भेट्नुपर्छ ल गाइजहरु हामीहरु निस्किन लाग्यौँ हैन अब होवार्डको बसाइ यति नै भयो अहिलेको लागि अब नेक्स्ट टाइम फेरि आउँदाखेरि अर्को भ्लग आउँछ ल पिस आउट बाइ बाइ